नमस्ते अनि हाँस्यो म हो हजुरहरूकै कोरियन प्रशिक्षक राजेन राई। सर्वप्रथम त आज अङ्ग्रेजी वर्ष नयाँ वर्षको यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना। आजको दिनबाट मैले तपाईँहरूलाई 1 रुपैयाँ पैसा बिना बिल्कुल फ्रीमा तपाईँहरू कोरियन भाषा सिक्न चाहनुहुने साथीभाइको लागि यस कोरियन भाषाको क्लास लिएर आएको छु। सो तपाईँहरू पनि म सँगसँगै सिक्नुहोला। म यहाँहरूलाई केही कुरा सिकाउने छु जुन कुराले तपाईँहरूलाई चाहिँ एक्जाम पास गर्नको लागि मद्दत गर्छ। अब ढिला नगरिकन हामी हाम्रो सब्जेक्टतिर लागौँ। कोरियन लिपि, नेपालीमा कोरियन लिपि, कोरियन भाषामा हानगुल हानगुल है। यसको उच्चारण पनि सिक्नु होला। के अरे हानगुल। फेरि पनि तपाईँहरू एकचोटि प्रयास गर्नुहोस्। यस, भेरी गुड, तपाईँहरूले जान्नुभयो, मलाई थाहा छ। अब कोरियन शब्दहरू चाहिँ कसरी बनेको हुन्छ भने नि कन्सोनेन्ट र भवेल्सलाई चाहिँ मिक्स भएर चाहिँ कोरियन शब्दहरू बनेको हुन्छ है। के अरे कन्सोनेन्ट र भवेललाई चाहिँ मिक्स गरेर कोरियन शब्द बनाइएको हुन्छ। हानगुल 40 वटा हुन्छ। कतिवटा? 40 वटा। अब तपाईँको यो हानगुललाई चाहिँ यहाँ कन्सोनेन्ट व्यञ्जन वर्ण चाहिँ कतिवटा हुन्छ? 19 वटा। याद गर्नु होला, यो एकदम इम्पोर्टेन्ट छ। व्यञ्जन वर्ण 19 वटा। तपाईँलाई आज तपाईँहरूलाई म धेरै सिकाउँदैन, थोरै मात्रै सिकाउँछु। मजाले बुझेर सिक्ने कोसिस गर्नु होला। तपाईँहरूले कन्सोनेन्ट जान्न सक्नुभयो, व्यञ्जन वर्ण 19 वटा हुन्छ भनेर। अनि यहाँ तपाईँको भवेल्स स्वर वर्ण चाहिँ 21 वटा हुन्छ। कतिवटा? 21 वटा। तपाईँहरू अहिले यो 19, 21 कति धेरै भनेर नआत्तिनु होला। यो बिस्तारै सिक्दै गएपछि जानिहालिन्छ, कुनै ठुलो कुरा भएन। व्यञ्जन वर्ण पनि तपाईँको 2 भागमा विभाजित भएको छ है त। व्यञ्जन वर्ण एउटा सिंगल कन्सोनेन्ट 14 वटा र डबल कन्सोनेन्ट 5 वटा, जम्मा 5 वटा। अब सिंगल कन्सोनेन्ट कतिवटा अरे? 14 वटा। यस, भेरी गुड, 14 वटा। डबल कन्सोनेन्ट 5 वटा। यो तपाईँहरूले जानिसक्नुभयो। अब यता जाउँ, भवेल्स 21 वटा त हामीले जानिसक्यौँ। अब 21 वटालाई पनि तपाईँको सिंगल र मिक्समा छ है त। सिंगल भवेल्स 10 वटा, जम्मा 10 वटा। कतिवटा? यस, भेरी गुड, जम्मा 10 वटा। जानिसक्नुभयो। अनि मिक्स भवेल्स कतिवटा? 11 वटा। कतिवटा अरे? 11 वटा। यो तपाईँहरूले कपीमा नोट गरेर चाहिँ मल्टिपल टाइम, धेरै टाइम चाहिँ हेर्नु होला, भन्नु होला, सिक्नु होला। हामीले जानिसक्यौँ, यति पढिसक्यौँ है त। कोरियन लिपि हानगुल 40 वटा हुन्छ। त्यसमा तपाईँको सिंगल कन्सोनेन्ट 14 वटा, डबल कन्सोनेन्ट 5 वटा। अब भवेल्समा आयो, भवेल्स जम्मा 81 वटा, सिंगल भवेल्स 10 वटा र मिक्स भवेल्स 11 वटा। अब यति हामीले जानिसक्यौँ। अब हामी आज धेरै पढ्दैनौँ। अब अहिले म तपाईँहरूलाई कन्सोनेन्ट चाहिँ सिकाउँछु है त। म आज तपाईँहरूलाई धेरै सिकाउँदिनँ, एकै दिनमा धेरै सिक्नु पनि हुन्न है त। थोरै सिक्ने, क्लियर सिक्ने, बिल्कुल क्लियर सिक्ने साथीभाइहरू है। यो तपाईँहरूलाई मैले बुझिसक्नुभयो है। हानगुल 40 वटा, कन्सोनेन्ट 19 वटा, स्वर वर्ण भवेल्स 21 वटा, सिंगल कन्सोनेन्ट 14 वटा, डबल कन्सोनेन्ट 5 वटा, सिंगल भवेल्स 10 वटा र मिक्स भवेल्स 11 वटा। अब यति तपाईँहरूले जानिसक्नुभयो। अब हामी कन्सोनेन्ट सिक्छौँ है त। त्यो पनि सिंगल कन्सोनेन्ट है।
यो गएर तपाईँको यता गएर यस्तो आएकोलाई चाहिँ ख डबल भयो साथीहरू। यो ख यो पुरा ख होइन है, आदि ख। यसलाई ख पनि भनिन्छ साथीहरू, यसलाई ग पनि भनिन्छ। ख र ग। न यो थ र द भन्छ है साथीहरू। ल र र। म ब स यो यस्तो शून्य जस्तो चाहिँ साथीहरू साइलेन्ट मात्रै भनेर बुझ्नु होला। त्योभन्दा धेरै अहिले नबुझौँ, यो साइलेन्ट जिरो भनेर बुझ्नुहोस्। छ र ज यो छ, यो चाहिँ छ मात्रै है। यसको यस्तो माथि अलिकति निस्किएको हुन्छ। छ ख फ थ ह। के अरे साथीहरू, एकचोटि हामी छिटो छिटो पढ्छौँ, छिटो छिटो। ख न थ ल म ब स। यसलाई साइलेन्ट जिरो साइलेन्ट। छ छ ख फ थ ह। फेरि पनि साथीहरू मसँग एकचोटि भन्नुहोस् तपाईँहरू। ख न थ ल म ब स साइलेन्ट जिरो। छ छ ख फ थ ह। कतिवटा छ साथीहरू सिङ्गल कन्सोनेन्ट? मैले कति भने तपाईँहरूलाई सिकाएको थिएँ? 14वटा। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14। मिल्यो कि मिलेन त साथीहरू? मिल्यो होइन? जम्मा 14वटा। अब हामी लास्ट टाइम एकचोटि भन्छौँ। आजलाई हामी यति नै पढ्छौँ है साथीहरू। ख न थ ल म ब स साइलेन्ट। छ छ ख फ थ ह। यो चाहिँ साथीहरू सिङ्गल कन्सोनेन्ट। यसलाई तपाईँहरू मजाले दामी आफूले बुझ्ने गरी कपीमा नोट गर्नु होला। अनि मल्टिपल टाइम रिपिट गर्नुहोस् है साथीहरू। आजलाई हामी यति पढ्छौँ। भोलि हामी डबल कन्सोनेन्ट पढ्छौँ र भवेल्स पढ्छौँ। साथीहरू आजलाई यति नै हाम्रो क्लास।